भन्नै लाज लाग्छ यार। महागुरी मै होला यार, महिनामा 3 चोटि ससुराली जाने त यार। ओ वाह यार, कस्तो दामी छ, देख्न सक्नुहुन्छ। देखिहाल्नु होला तपाईहरुले है। कहीँ आगो लागेको जस्तो छ साथीहरु, दमकल यस्तो फास्टमा गइरहेको छ। हामी चाहिँ अब माछा मार्नु सुरु भइसकेको छ। यहाँनेर देख्न सक्नुहुन्छ, मैले चाहिँ देख्न सक्नुहुन्छ यो हाल्दिसकेँ र माछाहरू देख्न सक्नुहुन्छ माथि छटपटिन थालिसक्यो है। देख्न सक्नुहुन्छ यति मारिसकेँ मैले है। यो त चाइना पुर्याउनु पर्छ हो यो त दाइ। हेलो नमस्ते सबैजनालाई, स्वागत छ फेरि पनि नयाँ ब्लगमा। मेरो छोरीले कस्तो हेरेको। ल बाउ राम्ररी बस्नु ल। सुँगुरलाई चारो दिनु, भात सात पकाइ खानु, अनि मुन्द्रेलाई पनि दिनु भातहरू। यहाँ एकछिन घरमा छोड्ने होइन नि, सुँगुरलाई चारो पुग्छ है भोलि पर्सिसम्मलाई, हामी पर्सि आइहाल्छौँ। सो गाइज आज हामी जाँदैछौँ फेरि पनि ससुराली। भन्नै लाज लाग्छ यार। महागुरी मै होला यार, महिनामा 3 चोटि ससुराली जाने त यार। अब के गर्नु, अब कान्छा ज्वाइँ परेपछि जानै पर्यो होइन। सबैले माया गरेर बोलाइहाल्नुहुन्छ। अब दिदीहरूले दाइहरूले भनेपछि नाइ भन्ने कुरो पनि आउँदैन। सो आज चाहिँ हामी के कामले जाँदै थियौँ भन्दाखेरि, आज चाहिँ हाम्रो दाजु दिदीहरूको खासमा हामीले चाहिँ घर रुङ दिनको लागि जाँदै थियौँ। अब तपाईँहरूलाई थाहा छँदैछ हाम्रो दाजु दिदीहरूको चाहिँ सुँगुर फार्म छ नि त। अनि सुँगुर फार्ममा चाहिँ अब 12-15वटा सुँगुर छ। सो अनि घर रुङ दिनुको लागि जाँदै थियौँ, तर आज उहाँहरू नजाने हुनुभयो अरे, आज जुठो परेछ होइन। हामी के दिदीहरू त के पूजाको लागि पो जानु आँट्नु भएको थियो, दिवालीको लागि। दिदीहरू चाहिँ घर छोडेर यता हाम्रो अब उसको भेनाको घर आफन्तकोमा जान आँटेको थियो। मतलब अब छर्लङ्ग बुझाउनु पर्दाखेरि साथीहरू कस्तो हो भने, मेरो बुढीको चाहिँ भेनाको आफन्तकोमा चाहिँ दिवाली के पूजा थियो अरे। थियो भनौँ न, आज थियो, आज होइन भोलि थियो। अनि आज चाहिँ हामी जाँदै थियौँ घर रुङ दिनुको लागि। सो अनि त्यहाँ चाहिँ के भएछ भन्दाखेरि, आज चाहिँ फेरि ठ्याक्कै अब हाम्रो भेनाको को पर्ने हो, बित्नु भएको बोजू चाहिँ बित्नु भएछ। अनि जुठो परेछ र अनि अब हामी हिँड्न आँटेको मान्छेलाई पनि अब हामी आज नजाने भयौँ भनेर खबर आयो। तर पनि अब हामी चाहिँ किन जाँदैछौँ भन्दाखेरि, अलिकति हाम्रो काम पनि थियो, त्यही भएर अब जान आँटेको मान्छे किन अब रोकिनु, अब जाउँ न त भनेर चाहिँ अनि हामी जान आँटेको साथीहरू। सो अब बाँकी भ्लग भनेको हेर्दै गरौँ होला साथीहरू होइन। अब यस्तो गर्मी छ, आमामा यस्तो घाम छ, छाता बोकेको भए पनि हुन्थ्यो नि त। ए बाँध सजिलो हुन्छ भनेर क्या। सो अब हाम्रो यात्रा भनेको हेरौँ कहाँसम्म हुन्छ, कहाँसम्म होइन हो मेरो ससुरालीसम्म हुन्छ। ल साथीहरू अब हामी जाँदैछौँ, किप वाचिङ है त साथीहरू। यहाँनिर यस्तो राम्रो फुल फुलेको छ होइन। अब फुल हो कि के हो, ठुलो फुल छ यहाँ माथि देख्न सक्नुहुन्छ। ओ वाह यार, कस्तो दामी छ, देख्न सक्नुहुन्छ। देखिहाल्नु होला तपाईँहरूले है। सो फुल चाहिँ के हो पनि थाहा भएन, तर एकदमै मेरो फेभरेट कलर हो भन्दा पनि फरक पर्दैन। ओके चेक चेक चेक। आशिका सुतिरहेछ हौ। ठिक है, ओके। हाम्रो WWE च्याम्पियन झापाली टाइगर बट आइएम नट फेयर भन्छ। त्यस्तो नगर न छोरी, किन त्यसो गरेको। ल साथीहरू अब हामी अगाडि गएर अलिकति बुवा आमालाई कोसेली किन्छौँ। सो स्पेसली चाहिँ बुवाको लागि, आमाको लागि त कोसेली अलरेडी प्याक भइसकेको छ। अब बुवाको लागि कोसेली किन्छौँ, त्यहाँबाट हामी बस चढ्छौँ है त साथीहरू। हामीले चाहिँ सबै कोसेलीहरू पनि जति पनि किन्नुपर्ने थियो किन्यौँ है। अब यहाँ हामी बस स्टपमा छौँ। सो अब हामी बस पर्किन्छौँ। फुल त गाडी त हिँड न, हिँड न, खाली छैन पत्री खाली छैन। के भएर प्याज छ हौ। ओके गाइज, हामी चाहिँ फाइनली ससुराली आइपुग्यो है त। ओए मैले कसरी बोक्नु हो यो दुईटा ब्याग? ओए के भयो, कहाँ आगो लाग्यो है? कहीँ आगो लागेको जस्तो छ साथीहरू, दमकल यस्तो फास्टमा गइरहेको छ। सो हामी आइसक्यौँ है। अब हामी घर जान्छौँ। ल आऊ नानी आऊ। सिनो बनाएर के हो
ओफ कहाँ कुकुर मऱ्यो क्या हो कुकुरकै सिनो आयो त यो त ल हामी आइपुग्यौँ साथीहरू ए के मरेको रहेछ हौ यो त्यहाँ चाहिँ एउटा बाख्रा हो कि के हो मरेको रहेछ हाम्रै अगाडि रहेछ त्यही भएर पो गनाउँदो रहेछ त ओके साथीहरू आज अर्को दिन फेरि पनि तपाईँहरूलाई स्वागत छ यो भ्लगमा है अनि हामी चाहिँ अब माछा मार्नु सुरु भइसकेको छ यहाँनिर देख्न सक्नुहुन्छ बुढी यहाँनिर छ बुढी र म चाहिँ यहाँनिर झुल थाप्न आएको छौँ किन भन्दाखेरि जति पनि मरेको माछाहरू छ बगेर तल नजाओस् भनेर हामीले चाहिँ यहाँनिर पहिले झुल थाप्दैछौँ है अनि हामीले चाहिँ सबैभन्दा अब धेरै सोच्यौँ करेन्ट लाउने कि अब बल्छीले मार्ने कि केले मार्ने भन्दा तर अब सबैभन्दा अब मजाले माछा मर्ने भनेको विषले हो तर हामीले विष यस्तो खालको लिएको छौँ साथीहरू कुनै पनि जीवजन्तुहरूलाई असर पर्दैन माछादेखि बाहेक होइन माछालाई मात्रै हाल्ने खालको विष हामीले लिएर आएको छौँ सो किन भन्दाखेरि यहाँनिर सुँगुरहरू पनि हाँसहरू पनि खेल्छ अलिअलि उनीहरूलाई असर नगर्ने खालको त्यो पनि हामीले धेरै हाल्न आँटेको होइन जम्मा जम्मी 100 ml मात्रै हाल्न आँटेको एउटै डब्बा मात्रै हाल्न आँटेको सो माछा चाहिँ अब यहीँनिर मार्न खोजेको हामीले तर हामीले विष चाहिँ अलिक माथि यो रोडदेखि अलिक माथितिर गएर हाल्छौँ अब हेरौँ मार्न सकिन्छ सकिँदैन माछा छ कि छैन सबै म तपाईँहरूलाई देखाउनेवाला छु र यो अब कसैले पनि हेड नगरिदिनु होला जस्ट तपाईँहरूलाई इन्टरटेनमेन्टको लागि मात्रै मैले यो खिचेर देखाउँदैछु यदि मैले चाहेको भए यो म खिच्ने पनि थिइनँ तर हामीले तपाईँलाई मैले अघि भनिहालेँ नि कुनै पनि जीवजन्तुलाई चाहिँ असर गर्दैन माछादेखि बाहेक है माछा मात्रै मर्छ यो बिखले चाहिँ अनि अब त्यो माछा अब बिख लाएर मारेको त्यति साह्रो अब राम्रो त हुँदैन तर पनि अब के गर्नु प्रायः जस्तो यहाँनिर सबैले बिखै लाउने गर्छ यहाँनिर अस्ति पनि धेरैजनाको हाँस मऱ्यो तर त्यो अर्कै टाइपको बिख ल्याएको थियो आज चाहिँ हामीले खुद गएर माछा मात्रै मर्ने बिख लिएर आएको छौँ र माछा चाहिँ स्पेसली यहाँनिर पोखरी देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ अलिक धेरै माछाहरू छ कि भनेर चाहिँ अनि हामीले झुल चाहिँ यहाँ थाप्दैछौँ अब जति पनि बिखले मरेर आएको माछाहरू यहाँनिर झुलमा अड्किन्छ यहाँ बुढीले झुल टाङ्दैछ अब बिख चाहिँ हामी अलिक माथि गएर लगाउँछौँ त्यो तपाईँहरूलाई देखाउँछु हेर्दै गर्नु होला है त भ्लग ओके साथीहरू देख्न सक्नुहुन्छ हामीले चाहिँ झुल पनि टाकिसक्यौँ अब यहाँ जति पनि माछाहरू बिखले मरेर आएको हुन्छ सबै यो झुलमा अड्किन्छ र हातले समातेको त म तपाईँहरूलाई देखाउने नै छु यहाँनिर खासै ठुलो खोला त होइन यो सानो होली हो है तर त्यहाँनिर देख्न सक्नुहुन्छ सुँगुरहरू खेल्दैछ त्यहाँ पर मेरो ठ्याक्कै औँलाको टुप्पोमा अब यिनीहरूलाई चाहिँ एकछिनमा धपाएर हटाउनु पर्ने हुन्छ तर हामी निकै माथि गएर बिस लाउनेवाला छौँ अब यो चाहिँ यहाँनिर हाम्रो घरको अगाडि राखेको है अब हेरौँ यहाँ पर्छ पर्दैन सो भ्लग चाहिँ हेर्दै गर्नु होला है त सो गाइज मैले चाहिँ देख्न सक्नुहुन्छ यो हालिदिइसकेँ र माछाहरू देख्न सक्नुहुन्छ माथि छटपटिन थालिसक्यो है अब केही समय पछाडि जब ठुल्ठुलो माछाहरू पक्रिन थाल्छौँ अनि मात्रै हामी तपाईँहरूलाई देखाउनेवाला छौँ पहिले यो दबाई घोल्नुपर्ने हुन्छ है त मजाले ओके साथीहरू हामी चाहिँ माछा मार्दैछौँ देख्न सक्नुहुन्छ यति मारिसकेँ मैले है यसमा सबै माछा मात्रै छैन यसमा गङ्गेटाहरू पनि छ सो जति एक्सपेक्ट गरेको थियो त्यति चाहिँ माछा रहेन रहेछ है अब चाहिँ यो बाटोदेखि तलतिर चाहिँ अलिक ठुलो पोखरी छ त्यहाँ चाहिँ अलिक ठुल्ठुलो माछा छ भन्ने कुरो छ है सो भर्खर अब बिस चाहिँ यहाँ भर्खर लाग्दैछ अब बिस्तारै बिस्तारै तल पनि लाग्दैछ हामीले यति मारिसक्यौँ र दिदीहरूले अब कति मारिसक्नुको थाहा छैन होइन जस मैले चाहिँ यति मारिसकेँ दिदीहरूले पनि हाल्नु भएको छ एक दुईवटा सो ठुल्ठुलो माछा चाहिँ कुनै पनि छैन सबै सानो सानो माछाहरू मात्रै छ है सो अनि बिस चाहिँ भर्खर लाग्दैछ अब तपाईँलाई म एकछिनमा देखाउनेवाला छु मैले कति मारेँ हामीले टोटल कति माऱ्यौँ भनेर है सो अझै हामी स्टिल मारिराखेकै छौँ सबैजनाले भिडियोलाई लाइक गरिदिनु होला साथीहरू र कसैले पनि त्यस्तो नराम्रो नसोच्नु होला सो हामीले चाहिँ त्यस्तो जीवजन्तुलाई चाहिँ असर पार्ने दबाई चाहिँ हालेको होइन सिर्फ माछालाई मात्रै असर गर्छ यो हामीले हालेको दबाईले चाहिँ सो त्यही नै हो गाइस ओ माई गड कत्रो गङ्गटा यहाँ हेर्नु त साथीहरू कत्रो गङ्गटा माकुरी ओ बो यहाँ कत्रो आम्बो साथीहरू देख्न सक्नुहुन्छ यो कस्तो एक्सनमा बसिरहेको छ क्या यत्रो गङ्गटाको लिटरली यसको खुट्टाको सुप चाहिँ दामी हुन्छ साथीहरू एकदम क्रन्ची हुन्छ है फ्राई गरेर खाँदा पनि यसलाई चाहिँ अब म मारेर झोलामा हाल्छु मेन ठुल्ठुलो माछाहरू चाहिँ यहाँ खेलेको देखेर हामीले बिस लाग्यो तर यहाँनिर चाहिँ अब यो दम भएको कारणले पानी नकुदेको कारणले यहाँ चाहिँ बिस मजाले घोलिएन पनि अनि बिस पनि हाम्रो कम्ती भयो त्यहाँ परतिर दाइले टिप्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ है साथीहरू हामीले झुल थापेको बेकार भयो यहाँनिर एउटा माछा पनि छैन देख्न सक्नुहुन्छ है सो किन भन्दाखेरि अब हाम्रो चाहिँ बिस पनि कम्ती भयो अनि यो यहाँ मासतिर पोखरी छ यहाँनिर ठुलो यसमा चाहिँ पानी कुद्दैन क्या पानी जमेर बसेको छ त्यही भएर अनि बिस पनि मजाले घोलिएन सो अब त्यही हो अब हाम्रो कार्यक्रम लगभग माछा मार्ने चाहिँ सक्यो भनौँ न 250 रुपियाँको दबाई ल्याएर कति माछा मार्यौँ अब म तपाईँहरूलाई देखाउनु गइरहेको छु है त
ल साथीहरू हाम्रो माछा मार्ने कार्यक्रम पनि सकिसकेको छ र माछा देख्न सक्नुहुन्छ। आमो माछा के हो ओइ भागो गङ्गटा ओइ कहाँ भागेको यहाँ पानी हाल त पानी पेला त माछा चाहिँ यति नै हो साथीहरू मरेकै सबै माछा हो कि यो के हो केकडै मात्रै छ त ठुलो माछा चाहिँ यही मात्रै रहेछ पैया अब यसलाई केलाउने हो त्यहाँबाट भनेको त्यसलाई अब भुटी खाने त होला नि अब यहाँ हाम्रो आमाले अब केलाउँदै हुनुहुन्छ अघि भित्र केलाएर राखेको छ बहिनी जाउ त लिएर आऊ त अलिकति त्यो पनि देखाऊँ यहाँ हाम्रो दर्शक महानुभावहरूलाई हाम्रो आमाले चाहिँ गङ्गटा मजाले केलाउनु हुँदो रहेछ यहाँनिर देख्न सक्नुहुन्छ गङ्गटाको पिस चाहिँ यसरी यो मात्रै हो मासु यहाँनिर देख्न सक्नुहुन्छ यो मात्रै खाने हो गङ्गटाको यो हड्डीहरू यो खुट्टाहरू कुरुक 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 हुन्छ मिठो हुन्छ खोइ ल्याउनु त दिदी त्यो पनि देखायौँ यो अघि टिपेर सुरुको लटको यो टिपेको यहाँ माछा अलिकति छ अनि यो झिङ्गे माछा यति छ लगभग काराकुरुक गरेर 1 किलो चाहिँ मरेछ हौ होइन नि दिदी एकै ठाउँ खानुपर्छ नि ए हो र माछाले त पेटे भइहाल्छ जिउँदै होला है दिदी चेप छ है प्लास्टिक ल्याएको छ माछा दाइले झिङ्गे माछाले यहाँ हालौँ सिपिसी लैजा यता ल्याउनु दाइ यता के हो त्यो चाहिँ यहाँ खनाउनु न यो पनि के हो यो पनि झिङ्गे आमो सिपी यो त अर्कै यो त चाइना पुऱ्याउनु पर्छ हौ यो त दाइ खनाउँछ बहिनी यो दिदी खनाउनु त यो पनि सिपीहरू यो चाहिँ सी फुड हो है साथीहरू यो के हो यो पाङ्रा मैले यो चाहिँ खाएको छैन है जिन्दगीमा घुङ्गी चाहिँ घुङ्गी चाहिँ बरु खाएको छु अहिले नि खानु मिल्दैन यस्तो चाहिँ म खाएको छु है यो चाहिँ मैले ढुङ्गा पनि टिप्नु यो चाहिँ मैले खाएको छुइनँ हजुर कति हल्लिँदैछ त यो त जिउँदैछ हेर्नु न यो ल अब हामी यहाँ केलाएर चाहिँ अनि भरे कार्यक्रम हुन्छ यसको चाहिँ ए यता हाम्रो छ्यामाले कति भेट्नुभयो ए छ्यामाले 1 किलो है काराकुरुक गरेर हुन्छ त्यो पनि पुग्छ त मजाले केलाएर अब ल अब केलाउनु सबै मिलेर केलाउनु पर्छ अलराइट साथीहरू देख्न सक्नुहुन्छ मौसम पानी पर्न आँटिसक्यो अनि म चाहिँ नुहाइँदै गरेर चडकचुडुक भएर बसिरहेको छु भन्दा पनि अहिले यहाँ पर्तिर दोकान जाँदैछु अनि माछा भनेको केलाउँदै हुनुहुन्छ आमा र दिदीले हामीले टोटल कति मारियो भन्दाखेरि पैया र सानो सानो चेप्टी माछा पोथी माछाहरू लगभग 1 पावा जस्तो अनि गङ्गटा आधी किलो जस्तो र झिङ्गे माछा लगभग 1 किलो जस्तो मारियो सो 1.5 किलो भन्दा अलिकति धेरै मारियो सो अब त्यो चाहिँ एकछिनमा भुटी खानेछौँ हामी होइन अङ्कल कता जानुभयो तपाईँ त माछा टिप्नै आउनु भएन त हो र अनि त्यही हो 1.5 किलो भन्दा अलिकति 1.5 किलो 1 पावा मार्यो भनौँ न अब त्यसलाई कति भन्छ होइन सो टोटल त्यति मार्यो अब त्यो चाहिँ अब एकछिनमा भुटेर खान्छौँ हामी राति मात्रै हुन्छ त्यो खानेकुरो त्यो म तपाईँलाई देखाउन सक्दिनँ सो त्यही हो गाइज अनि यो भ्लग चाहिँ यहीँनिर म स्टप गर्न चाहन्छु सबैजनालाई थ्याङ्क्स फर वाचिङ बाई बाई है त ओए कस्तो हावा उडिआएको यार कसरी घर जाने अब भागो 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 कत्रो पानी सबै भिजायो नि त यार सबै भिजायो नि त भाइ थ्याङ्क यू भाइले हेल्प गरे यार पानी यस्तो परिरहेछ मेरो छोरी चाहिँ के रमिता हेर्दै चाहिँ एकैछिनमा यत्रो मुसलधारे पानी पऱ्यो साथीहरू